हेलो हेलो ल है आज म चाहिँ तपाईलाई जेन्दिया आन्दोलनपछिको शेरबहादुर देउवा दाम्पतिको घर देखाउँदैछु। हेर्नुस् गाडीहरू कसरी चलेका छन्। अनि यता हेर्नुस् यो पनि वाउ कस्तोसँग चलेको यार। ल हेर्नुस् त यहाँ शेरबहादुर देउवा भागेको ठाउँ हो यहाँ पर चाहिँ। अनि अब हामी यता कोठातिर पनि जान्छौँ। माथि छोटा कोठा पुरै हेर्नेछौँ आज। यो चाहिँ ठ्याक्कै ल है अब हामी भित्र प्रवेश गर्दैछौँ। पुरै अन्धकार छ, बत्तीहरू केही छैन, सब सिसाहरू फुटेर यो भर्याङ चढेर हामी माथि जाँदैछौँ। हामी दुईजना छौँ सालाबेना। हेर्नुहोस् पैसा खोजे हो कि के हो, कुनै माटो कति धेरै थुप्रो बनाएको हो। भर्याङ पनि यस्तो रहेछ, पुरै फलामको हालेर रहेछ, यस्तो दामी वाउ है। पुरै फाइबर जलेर यहाँ ग्यास सिलिन्डर पनि यही छ सबै। यो बाहिरबाट देखिने हो। यो चाहिँ शेरबहादुर देउवा घरको छतकोबाट देखिने दृश्य हो। यो सर्लक्क सब देख्छ है। यो चाहिँ हामीले रुद्राक्ष पनि भेटेका छौँ है। 4-5वटा रुद्राक्ष रहेछ, त्यो पनि टिपेर लिएर आएको छौँ हामीले चाहिँ। ल के थाहा महँगो पो पर्छ कि एकमुखी पो किनेर आएको थियो कि बुढाले। ल अब हामी बिस्तारै फर्किँदैछौँ। तलको दृश्य अझै हेर्न बाँकी नै छ। बिस्तारै हामी फर्केर अब उता जेनेरेटर भएको ठाउँतिर जान्छौँ, मेन गेटतिर भनौँ न। फेरि हामी फर्किँदाखेरि पनि पुरै देखाउनेछौँ जलेको गाडीहरू। ल हामी फाइनली हामी बाहिर निक्ल्यौँ। एकचोटि फेरि हेर्नुहोस् है त गाडी, वा कस्तो जलाएर यस्तै त नजलाइदियो भने हुन्थ्यो जति लुट्यो नि है। गाडी चाहिँ 3टा 4 रहेछ। शेरबहादुरले चढ्ने गाडी चाहिँ यहाँ छैन है। फेरि शेरबहादुर चढ्ने गाडी चाहिँ उतापट्टि छ है। यता 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 चट्ट यहाँ केटाहरू अब घर पुरै भत्काउनु भनेर केटाहरू काममा पनि गरिरहेको छन्। घर पुरै भत्काउन ठेक्का दिइसकेको रहेछ। यहाँ छ है, यहाँ चाहिँ जेनेरेटर छ। यस्तो जस्तो भएको छ जेनेरेटर पनि, केही छैन जेनेरेटर, नाम निशानै जिरो। खतरा आगो लगाइदियो यार केटाहरूलाई। यहाँ काम पनि केटाहरूलाई पैसा छैन भनेको, पैसा त छ तर सबै टुक्रा टुक्रा भन्थे। तै पनि टिपेर राखेर छन् केटाहरूले। शेरबहादुरले चढ्ने गाडी चाहिँ यो हो, लुकाएर राखेको पुरै गेट। केटाहरू काम गर्दैछन् यहाँ। ल यो चाहिँ हो है गेट। गेटमा पनि पुरै मलेसियन चाल हालेर बनायो। बिचमा फलाम, बाहिर काठ, दुवैपट्टि काठ, तर बिचमा चाहिँ फलाम हालेर बनाएको रहेछ। यस्तै हो दाम्पत्यको घर खरानीटाट। जनताको पैसा लुटेर यस्ता घर बनाएर के काम लाग्यो। ल यो चाहिँ म हो है फेरि। ल अब हामी खासै धेरै बेर पनि यहाँ बस्न पाइँदैन। यहाँ कामरी केटाहरूलाई यसो फकाएर भित्र छिरायो हामी, नत्र भने भित्र छिर्नु त पाइँदैन। केटाहरू मजा खालको रहेछन्, त्यही भएर भित्र छिराउँदै हो, नत्र भने कहाँ चुपायोले भित्र छिराउनु दिन्छ र। सिन्जानको केटाहरू भएर हो। केटाहरूले तारसार मिलाउँदैछन् घर भत्काउनुलाई। फाइनली शेरबहादुर देउवा घर पनि देखियो होइन, भित्रै छिरियो। घर घरमा आएर कोठा कोठामा छिरियो।
ल यति हो है त यो चाहिँ बाहिरकोबाट खिचेको ल है ल